सो अलरेडी गाइज सबैजना आर्मी हुन्छ होला। यति बेला तपाईले हेर्दिनुहुन्छ सुजुकी ब्लग युट्युब च्यानल र आज मैले लिएर आएको छु नयाँ ड्रोन। यो ड्रोन चाहिँ मलाई आज आइपुगेको हो। यो चाहिँ युएसए बाट मलाई दिदीले गिफ्ट गरेको ड्रोन हो। यो ड्रोन चाहिँ DJI Mini 4K ड्रोन हो। मैले भन्दा पहिला पनि दुईटा ड्रोन चलाइसकेको छु, जुन चाहिँ DJI Mavic Air र DJI Mini 2। त्यो ड्रोन पनि एकदमै राम्रो थियो, जुन कि हामीले गर्न मिल्ने कुराहरु चाहिँ एकदमै धेरै थियो। फोटोहरु पनि राम्रो र भिडियोहरु पनि क्वालिटीहरु एकदम राम्रो थियो। र मैले पछिल्लो समय चाहिँ यो ड्रोन चुज गर्नको पनि केही कारणहरु छन् हैन। बजेट एकदम राम्रो बजेटमा चाहिँ आउने ड्रोन मध्ये एउटा यो पनि हो। मैले चाहिँ RC वाला मगाएको हैन, किनकि त्यो चाहिँ अब नेपालको बाटोहरुमा हिँड्दाखेरि चाहिँ अब अफरोड बाटोहरु यताउता धेरै अलि जोखिम हुने र प्लस कस्ट पनि धेरै छ। त्यो कारणले चाहिँ मैले अहिलेलाई चाहिँ आफुलाई चाहिँ DJI Mini 4K ड्रोन चाहिँ मगाएको छु। र यसको क्वालिटीको कुरा गर्दाखेरि चाहिँ अब 4K भिडियो हामीले सुट गरिहाल्ने भयो। फोटोहरु पनि एकदम राम्रो क्वालिटी छ र यसको दूरी भनेको चाहिँ 10 किलोमिटर सम्म टाढा जान सक्ने ड्रोन हो। यसलाई चाहिँ हामीले कसरी कनेक्ट गर्ने, नयाँ ड्रोनलाई कुन एप मार्फत कनेक्ट गर्ने भन्ने कुरा चाहिँ अब हामीले चाहिँ यो भिडियोमा देखाउन गइरहेका छौं। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। र यदि तपाईहरु पनि यस म जस्तै नयाँ ड्रोन लिएर युज गर्न चाहनुहुन्छ, अर्थात तपाईहरुले ड्रोन त किन्नुभयो तर तपाईहरुसँग कसरी कनेक्ट गर्ने, अब ड्रोन उडाउन आउँदैन भनेर तपाई यति अलमलिनु भएको छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र तपाईहरुलाई यदि त्यस्तो केही सपोर्ट केही हेल्प मैले गर्न सक्छु भने मेरो फेसबुक पेज टिकटकमा चाहिँ हेर्नु होला। र तपाईले त्यस्तै अझ त्यही गर्दा नै आएन भने तपाईले चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, त्यसमा केही प्रब्लम छैन। मैले तपाईहरुलाई सपोर्ट गर्ने तयार छु। र अब यसको चाहिँ हामीले अनबक्स गर्दै छौं, कस्तो छ हेर्दै जाउँ है त। सो अब चाहिँ हामी ड्रोन निकाल्दै छौं हैन। सुरुमा चाहिँ यो यस्तो पेपरमा आछ हैन, यस्तो यसमा हुन्छ। यो चाहिँ कम्बो सेट हैन नि त, यो सिंगल ब्याट्री, किनकि मसँग एक्स्ट्रा ब्याट्री छ त्यसकारण चाहिँ मैले यो सिंगल मगाएको हैन। अब यस्तो छ ड्रोन, ब्याकमा यस्तो आउँछ हैन। पहिले यसको सामानहरु हेरौँ। यो भित्र चाहिँ हामीले केबलहरु अब जुन पनि टाइप सी टाइप बी हैन, टाइप सी र टाइप बी कनेक्ट गर्न मिल्ने, अनि आइफोनबाट टाइप सी कनेक्ट गर्न मिल्ने, अनि प्लस अनि यो चाहिँ केबल छ हामीलाई हैन। यो चाहिँ चार्जरको लागि डाटा केबल छ। अनि यहाँ चाहिँ हाम्रो पंखा पनि आछ है, एक्स्ट्रा पंखा पनि छ, दुईटा जोडी पंखा छ हैन। पंखा भइहाल्यो। अब यसको चाहिँ बुकहरु छ। अब यो क्यूआर गर्दा नि हामीले अब यहाँ चाहिँ उ गर्न सकिन्छ के, एपलाई डाउनलोड गर्न सकिन्छ हैन। यो छ। अनि अब यहाँ चाहिँ यसको के छ भन्दाखेरि अब यहाँ गर्न मिल्ने नमिल्ने चाहिँ देखाइरहेछ क्या, सबै कुरा यहाँ हुन्छ हैन। प्लेन हेलिकप्टरहरुदेखि लिएर अब सबै कुरामा चाहिँ अहिले केमा चाहिँ ब्यान गर्छ भन्ने कुरा यहाँ देखाइरहेछ। हामीले यो सबै पढ्न सकिन्छ हैन। अहिले चाहिँ हेरौँ। र यो चाहिँ रिमोट हो हैन। यो रिमोट चाहिँ अब हामीले खोल्नेवाला छौं। यो चाहिँ हाम्रो रिमोट। यसलाई हामीले यस्तो अन गरेर हामीले यस्तो गर्न सकियो हैन। यसको चाहिँ अब हामीले अब यहाँ मोबाइल स्ट्यान्ड भइहाल्यो। यो चाहिँ टाइप सी को केबल छ, टाइप सी टु टाइप सी केबल छ हैन। अनि अब यहाँ चाहिँ हामीले अब माथिको र तलको के डाउन हाई गर्न सकियो। यसलाई तलमाथि गरेर चाहिँ अब भ्यूहरु खिच्न सकियो। अब यो चाहिँ अब रिमोटको यो कनेक्ट गर्ने, यो चाहिँ यहाँ दुईटा हुन्छ यस्तो साइडमा हैन। यसलाई हामीले गर्न सकिन्छ। अनि यहाँ ल्याएर कनेक्ट गर्यो। अब जस्तै म अब तपाईहरुलाई देखाउँदै छु हैन, यसलाई कनेक्ट गर्ने तरिका। अब फर्स्ट अफ अल त अब हामीले चाहिँ यो खुट्टाहरु नै झिक्न पर्यो हैन। यो खुट्टाहरु यस्तै झिक्न पर्यो, यो खुट्टाहरु यस्तै झिक्न पर्यो हैन। यो टेपहरु पनि हामी झिक्न पर्यो। यसको पछाडी पनि यस्तो साइन आउँछ नयाँमा हैन। अनि यो चाहिँ अगाडिको क्यामेरालाई सेफ्टी गर्ने लेन्स भइहाल्यो। यो पंखहरु पनि अब यसरी यसलाई यस्तो भएर आउँछ। अनि हामीले चाहिँ यसलाई पछि यसरी खोल्न सकियो हैन। अनि यो टाउकोलाई चाहिँ हामीले हल्का माथि प्रेसर गरेर
यस्तो गर्न सकियो, यसरी खोल्न सकियो हैन। यो चाहिँ सुरक्षित राख्नुपर्छ कि यो क्यामेरा चाहिँ नत्र कोरिन्छ हैन, नकोरियोस् भनेर चाहिँ यसलाई राखेको हैन। अब हाम्रो चाहिँ चार्जर गर्ने चाहिँ यहाँ छ, केबल चाहिँ हामीले यहाँ जोडन गर्न सक्यो, चार्जर पोइन्ट चाहिँ यहाँ छ। अनि यहाँ चाहिँ अब हामीले एसडी कार्ड राख्न सक्यो। अनि अब हामीले चाहिँ यसको ब्याट्री चेन्ज गर्दाखेरि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि यसलाई चाहिँ यस्तो फोल्ड गरेर यसलाई ओपन गरेर चाहिँ हामीले यसरी ब्याट्री झिक्न सक्यो। यसको ब्याट्री चाहिँ यही हो, यसको अगाडि चाहिँ यस्तो हुन्छ है, जुन चाहिँ ब्याट्रीले यसरी हाल्न सक्यो यहाँ हैन, सक्यो। अनि यसलाई यस्तो लक गर्न सक्यो हैन। यो भयो ड्रोनको प्रयोग हैन। अब हामीले चाहिँ अब यसलाई उडाउन रेडी गरौँ हैन। फर्स्ट अफ अल त अब के गरौँ भन्दाखेरि चाहिँ अब हामीले चाहिँ यो DJI Fly भन्ने एपलाई डाउनलोड गर्नुपर्छ। पहिले सुरु चाहिँ अब मैले चाहिँ यसलाई यस्तोमा राख्छु हैन। मैले चाहिँ यसलाई अब यहाँ यस्तो सेटअप गरेँ। यो केबललाई चाहिँ हामीले अब चार्जर पोइन्टमै हाल्नु पर्यो हैन। अनि अब हामीले के गर्न सक्यो भन्दाखेरि अब यसलाई एकचोटि पहिला उठाउने अनि यसलाई छोडेर फेरि डबलचोटि हामीले उठाउने हैन। जस्तै 1 अनि 2 अन भयो हैन। अनि त्यसपछि अब हामीले पनि यसको पनि सेम त्यही हो है। यसलाई यसरी एकचोटि प्रेसर गर्ने अनि पछि प्रेसर गरिरहने, के भयो त यो अन भयो हैन। साउन्ड दिन्छ यसले, यहाँ लाइट पनि बल्छ हेर्नु है, यो लाइट पनि बल्यो, यो अन भयो भन्ने बुझौँ हैन। यसलाई एकछिन यता साइडमा राखेँ मैले। अनि हामीले चाहिँ यो एपलाई चाहिँ अन गरियो। यो अन गरियो अनि यहाँ चाहिँ कनेक्ट भन्ने छ, कनेक्ट गाइड भन्ने छ। अब हामीले चाहिँ यसलाई चाहिँ के गर्छौँ, क्लिक गरियो हैन। क्लिक गरेपछि चाहिँ यसको यहाँ फङ्सनहरू सेटिङहरू उसले मागिरहेको हुन्छ, मेलहरू मागिरहन्छ। अनि हामीले चाहिँ यसलाई अन गर्न सक्यो हैन। यो अन गरेपछि तपाईँले हेर्न सक्नुहुन्छ यसको अब भ्यू चाहिँ आयो हैन। जस्तै अब यसले मलाई पनि देखाउँछ। अब यसलाई चाहिँ हामी माथि गएर एकचोटि उडाम है त। अन छ हैन, यसलाई मैले यहाँ राखेँ। अब मेरो यहाँ चाहिँ कनेक्ट भइराखा, तपाईँ देख्न सक्नुहुन्छ हैन। अब यसलाई म ल है, यो चाहिँ हाम्रो गाउँ देखिराखा हैन। यो सर्लक्क गाउँ देखियो। अब बेङनास्थल हेर्न सकिन्छ हामीले हैन। ल यो बेङनास्थल हो सर्रै। यो बेङनास्थल भयो। उतापट्टिको फेरि रूपताल, यो रूपताल हो, त्यो माझीगुना भइहाल्यो, तालबिसी माझीगुना हैन। ल यस्तो खतरा देखियो हैन यो बेङनास्थल। ल यो बेङनास गाउँ भयो। अब ड्रोन हामीतिर आउँदै है त। हामी बसेको लोकेसनमा यो चाहिँ ड्रोनको मिटर देखाएर अहिले चाहिँ यो लगभग 1 किलोमिटर 920 मा आइसक्यो। यो चाहिँ हाइट चाहिँ लगभग 100 मिटर माथिको छ, 97 को हाइटमा छ हैन। यो ड्रोन लगभग आइसकेको छ है त अब है। सो गाइज हाम्रो चाहिँ अब ड्रोन चाहिँ एकदम सक्सेसफुल्ली उडान भएको छ हैन। नयाँ ड्रोन, त्यही पनि मलाई कस्तो कस्तो अब अरू ड्रोन जस्तो हुन्न कि भन्ने मलाई लागिरहेको थियो, तर ड्रोनको सेटिङ सिस्टम सबै एउटै रहेछ। अहिले चाहिँ ड्रोनको अब आइसकेछ। अब तपाईँहरूले भ्यू पनि देख्न सक्नुभयो कस्तो क्वालिटी हान्छ, 4K क्वालिटी हान्ने ड्रोन हो यो चाहिँ। हामी भ्लगरका लागि र हामीलाई लिएर हिँड्नका लागि एकदम नर्मल, एकदम सफ्ट अनि बजेट पनि एकदम राम्रो भएको यो DJI मिनी 4K ड्रोन चाहिँ तपाईँले लिन सक्नुहुन्छ। यसको कम्बो सेटमा चाहिँ अब अलिकति महँगो पर्छ भने तपाईँसँग एक्स्ट्रा ब्याट्रीहरू पहिले लिनुभएको छ भने तपाईँले चाहिँ अब अलिक सस्तोमा किन्न सक्नुभयो होइन। त्यस्तो छ। अब यो चाहिँ मेरो अब मिनी 4K चाहिँ पहिलो उडान हो। यसको चाहिँ भिडियोहरू पनि राम्रो राम्रो आउँछ। अब च्यानल हेर्दै गर्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला हैन। अब यो ड्रोनलाई दर्ता पनि गर्नुपर्ने छ, मैले यसलाई दर्ता पनि गर्छु हैन। अनि यसको दर्ता प्रक्रिया अनि यसको लाइसेन्स सम्बन्धी हुने के कति खर्च आउँछ कसको सब म तपाईँलाई मेरो युट्युब च्यानलमा हाल्नेछु हैन। अनि भिडियो हेर्नु होला। र तपाईँले पनि यदि ड्रोन किन्दै हुनुहुन्छ भने मलाई त DJI मिनी 4K बेस्ट लागेर मैले किनेको, हजुरहरूलाई कुन बेस्ट लाग्छ त्यो किन्नु होला हैन। अब हामीले देख्न सक्छौँ हाम्रो ड्रोन त आइसकेको छ है। तर यसको स्पिड पनि एकदम राम्रो छ है।
गाइस तपाईले देखिहाल्नु भयो। अब यसलाई चाहिँ के गर्नु पर्यो, तपाईले भुइँमा राख्न सक्नुहुन्छ हैन, तर यसलाई चाहिँ हातमा राखेर तपाईले यस्तो गर्दा सेन्सरले माथि जान्छ हैन। त्यस्तो अब तपाईँ छुन खोज्यो भने माथि माथि जान्छ, त्यो खासै त्यस्तो झट्टै एक्सिडेन्ट पनि हुँदैन है। अब यस्तो गर्यो, तर यसलाई लिने बेला हामीले यस्तो गरेर त्यही गाइस तपाईले देख्नुभयो ड्रोन कसरी उड्यो हैन, खतरा छ ड्रोन, एकदम राम्रो लुक्स भएको यो ड्रोन हैन। अब तपाईले लिनु होला। थ्यांक यू सो मच। भिडियो हेरेर चाहिँ एकदम माया गरिदिनु होला र तपाईले ड्रोनको बारेमा अरु केही जानकारी लिन छ भने पनि मलाई पर्सनल मेसेज गर्न सक्नुहुन्छ। मेरो चाहिँ फेसबुक पेज पनि सुजुकी भ्लग नै छ र टिकटक पनि छ, त्यसमा चाहिँ तपाईले मलाई फलो पनि गर्नु होला र केही समस्या पर्यो भने तपाई नयाँ युजर हुनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला, म तपाईलाई हेल्प गर्नेछु। थ्यांक यू सो मच।